देशको माया परदेशमा अझ बढी हुँदो रहेछ। परदेशमा कमाएको सानो सानो पुँजीलाई आफ्नै देशमा पठाई देश निर्माणमा योगदान दिन म जस्तै सबै नेपालीलाई चाहना हुँदो रहेछ। रोमानिया आएदेखि मैले पनि कमाएको केही रकम स्मिथ एन्ड स्मिथ मार्फत ई-सेवा वालेटमा पठाउँदै गएँ। कर्म त गरेकै थिएँ। यसपालि भाग्य पनि मेरै पक्षमा उभिदियो। नमस्ते अन्जुलाजी, वेलकम होम। धेरै धेरै बधाई छ। धन्यवाद। रेमिटेन्स मार्फत देशको अर्थतन्त्र धानिरहेका कर्मशील नेपालीहरूलाई लक्षित गरी ई-सेवा मनी ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौँमा घर जित्न सफल भएकी छन्। सपनामै छु जस्तो भइरहेको। वैधानिक र डिजिटल माध्यमबाट पठाएको रेमिट्यान्स मार्फत यो देशप्रतिको तपाईहरूको योगदान अमूल्य छ। यही योगदानको कदर गर्दै तपाईहरूको सानो सपना पूरा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। विदेशबाट पैसा पठाउँदा गरेको एउटा सानो सही निर्णयले आज मेरो सपना साकार भयो। म र मेरो परिवारले प्राप्त गरेको यो खुसीको बहार म विश्वभर छरिएर रहेका कर्मशील नेपालीमा बाँड्न चाहन्छु। विदेशी भूमिमा पसिना बगाउँदै देशको अर्थतन्त्रलाई चलायमान बनाउन समर्पित सम्पूर्ण नेपालीहरूमा हामी हार्दिक आभार प्रकट गर्दै अझ विशेष कार्य गर्ने प्रण गर्दछौँ। आउनुहोस् अब एकजुट भई देशलाई डिजिटल बनाउने अभियानमा सँगसँगै यात्रा गरौँ।